जहिले जहिले त्यही कुराले घोचेको घोचै गर्ने, जहिले जहिले त्यही कुरा भनेको भने गर्ने। दर्शकबिन नमस्कार। आज हामी सामाजिक सञ्जालमा पढ्दो अभद्र टिप्पणी र यसमा कलाकारहरूले लिइरहेको नयाँ कदमबारे कुरा गर्दैछौँ। पछिल्लो समय सामाजिक सञ्जालमा कलाकारहरूमाथि हुने अभद्र टिप्पणी र गाली गलौजको शिकार बन्ने क्रम बढ्दै गएको छ। यसबाट आजित भएर उनीहरूले एउटा महत्त्वपूर्ण रणनीति अपनाउन थालेका छन्। गायिका एलिना चौहानले हालै आफ्नो फेसबुक लाइभ मार्फत आफूमाथि भइरहेको कमेन्टको अत्याचार असह्य भएको गुनासो गरेकी छिन्। उनले अब यस्ता टिप्पणी गर्नेहरूको अकाउन्ट सार्वजनिक गर्ने बताएकी छिन्। बुधबार बेलुकाको लाइभमा उनले आफ्नै वैवाहिक जीवन र पूर्व श्रीमानबारे गरिएको अभद्र टिप्पणीहरूबाट आफू निकै पीडित भएको उल्लेख गरेकी छिन्। जहिले जहिले त्यही कुराले घोचेको घोचै गर्ने, जहिले जहिले त्यही कुरा भनेको भने गर्ने। तिमीहरूको के खाइदिएको छ? अनि अर्को कुरा चाहिँ सेलिब्रेटी राष्ट्रिय कलाकार भएर सहनु पर्छ। कसले भनेको सहनु पर्छ भनेर? सहनु पर्दैन, कसैले पनि सहने हैन, नराम्रो गरेको सहने हैन। टिप्पणी गर्ने केही प्रयोगकर्ताहरूलाई सार्वजनिक पनि गरेकी छिन्। एलिना चौहान मात्र होइन, यसअघि पनि गायिका समीक्षा अधिकारी, टिकटक प्रिन्सी पिजमा खतिवडा र अभिनेत्री रिचा शर्मा लगायतका कलाकारहरूले पनि आफू विरुद्ध गरिएका अमर्यादित टिप्पणीहरूको स्क्रिनशट र लिङ्कहरू सार्वजनिक गरिसकेका छन्। राम्रो गर्दिन र म आफूलाई पनि नराम्रो हुन दिदिन। अब चाहिँ म सबैजनालाई म केस गर्नेवाला छु। यो कन्टिन्यू कमेन्ट गर्नेहरू मैले टिपिसकेको छु कतिजना छन् भनेर हैन। अनि सहन नसकेर यो भिडियो बनाएको हैन, सहन नसकेर तपाईहरुको कमेन्ट बाहिर निकालेको पनि हैन। किन सहनु भनेर चाहिँ बाहिर निकालेको हो हैन। तिमीहरुको घरमा दिदी बहिनी छैन कि? तिमीलाई यति लेख्दाखेरि के शान्ति हुन्छ के? सामाजिक सञ्जालमा हेट स्पिच अर्थात् घृणा फैलाउने टिप्पणीहरू बढ्दै गएपछि कलाकारहरूले यसरी आक्रामक रूपमा ती प्रयोगकर्ताका अकाउन्टहरू सार्वजनिक गर्न थालेका छन्। उनीहरूको यो कदमले अनलाइनमा हुने दुर्व्यवहारहरूलाई केही हदसम्म कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। के कलाकारहरूको यो कदम सही छ? के यसले साइबर बुलिङ कम गर्न मद्दत गर्ला? तपाईहरूको विचार कमेन्ट बक्समा लेख्नुहोला। आजलाई यति नै। थप नयाँ अपडेटका साथ हामी फेरि उपस्थित हुनेछौँ। हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।